21 गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनमा मतदाता बन्नका लागि नाम दर्ता गराएका युवाहरू निर्वाचनलाई लिएर निकै उत्साहित देखिएका छन्। निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई निर्वाचन सम्बन्धी जनचेतना अभिवृद्धिमा समेत योगदान गर्ने आफूहरूको चाहना रहेको दोलखाका युवाहरूको भनाइ छ। लोकसेवा तयारी गर्दै गरेकी 18 वर्षीया निकिता थापाले यसपालि आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउँदै भोट हाल्ने अधिकार प्रयोग गर्ने निर्णय गरेकी छिन्। परिवर्तनका लागि युवाबाट नै सम्भव भएकाले एक भोटले पनि फरक पर्ने भन्दै मतदानको लागि मतदाता नामावलीमा नाम दर्ता गरेको उनको भनाइ छ। हामीले चाहिँ यो पालि सक्षम र योग्य युवा नेतृत्वलाई भोट हाल्नको लागि मतदाता नामावलीमा नाम दर्ता गरेका छौँ। थापा जस्तै दोलखाका थुप्रै युवा मतदाता दर्ता अभियानमा सहभागी भए। फागुन 21 गतेका लागि प्रतिनिधि सभा निर्वाचनका लागि फागुन 21 गते तय गरेसँगै उक्त निर्वाचनप्रति युवा पुस्ताको चासो देखिएको छ। आगामी निर्वाचनमा आफ्नो मत मार्फत देशको नीति निर्माणमा प्रभाव पार्ने युवाहरूको भनाइ छ। यो पटक चाहिँ बुढापाकाले भन्दा पनि हामी अब भर्खरको युवाहरूलाई भोट हालेर सक्षम युवाहरूलाई भोट हालेर देश परिवर्तन ल्याउन चाहन्छौँ। एकपटक राम्रो नेतृत्व छनौट गर्नका लागि युवाहरू उत्साहित छन्। युवा पुस्ताको सक्रियताले देशको लोकतान्त्रिक अभ्यासलाई थप सबल बनाउने युवाहरूको भनाइ छ। यो पालि चाहिँ हामी सुशासन कायम गरी र भ्रष्टाचार नियन्त्रण गर्ने युवालाई मतदान गर्नलाई मतदाता नामावलीमा नाम दर्ता गरेका छौँ। मतदाता नामावलीमा नाम दर्ता गर्नेमा 90% 25 वर्ष मुनिको रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाका सूचना अधिकारी विशाल केसीले बताउनु भयो। 2-3 जनाले मात्रै दर्ता गर्न आउनुहुन्थ्यो भने जुन यो निर्वाचन तोकिसकेपछि चाहिँ आउने संख्या ज्यादा छ र त्यसमा पनि आउने संख्या चाहिँ युवा वर्ग नै ज्यादा देखिन्छ। दोलखामा प्रतिनिधि सभा निर्वाचनपछि 6628 मतदाता थपिएका छन्। 2079 को प्रतिनिधि सभाको निर्वाचनमा 1,63,133 मतदाता रहेका थिए। मन्दिरा थापा, नेपाल टेलिभिजन, बागमती प्रदेश, दोलखा। रापरपा नेपालकी मध्य प्रदेश सांसद कञ्चन बिच्छालाई